अब यहाँनिर चाहिँ हाम्रो डेली लाइफ चाहिँ यस्तै छ बुढाबुढी र जिजी नानीहरू पनि अब स्कुलतिर है फाल्टो फाल्टो बस्छ अनि त्यही लास्टमा गएर चाहिँ बुढाबुढी मात्रै हुँदो रहेछ जे गरे भए पनि मेरो घरमा चाहिँ यति बनाना मात्रै उब्रेको थियो नि त अब यो चाहिँ म गाईलाई दिनु जाँदैछु उनीहरूले पुरा मन पराउँछ नि त हो यहाँनिर गाई चाहिँ घाँस खाँदै रहेछ कि आम गोइङ देयर अब यहाँ चाहिँ म मेरो मसरुम सेडमा जाँदैछु कि तर यो मलाई चाहिँ यो झार जङ्गलले गर्दा साह्रै डर लाग्छ बेसी त्यो सोसियल मिडियामा क्या त्यो साँपहरूको त्यस्तो देखेर क्या डर लाग्छ कि मलाई तर जानु गएर हेर्नु गएको त्यस्तो राम्रो भएको जस्तो लागेको छैन है यो मेरो मसरुम चाहिँ धेरै नै बिग्रेको छ योपालि चाहिँ बेसी मैले रोपेँ त्यसै कारण अब ट्रायलको लागि मात्रै यो हो यहाँ चाहिँ भुइँमा चाहिँ यो मैले चुना लगाइदिएँ किनभने यो चुनाहरूले गर्दाखेरि पनि जुन चाहिँ त्यो के भन्छ त्यसलाई भुसुना चाहिँ आउँदैन भनेर चाहिँ चुना लगाइदिइरहेको मैले यो चाहिँ कि एकदुईवटा चाहिँ फल्दो रहेछ अब हेरौँ भयो भने ठिकै छ नभए फेरि ट्राई गर्छु म हरेस चाहिँ खानु भएन नि घरिघरि ट्राई चाहिँ गरिरहनु पऱ्यो है बिग्रोस् कि अब जे भए भए पनि एकैचोटि सबै कुरा कहाँ भइहाल्दैन पनि नि है एक दुईवटा यस्तो आएको जस्तो चाहिँ रहेछ उम्रेको जस्तो छ तर त्यसमा पुरा भुसुना लाग्यो भुसुनाले चाहिँ खाइदिन्छ अरे नि त त्यो चाहिँ त्यसले गर्दा चाहिँ बिग्रिँदो रहेछ क्यारिङ आउट यो वान मोर थिङ सुक्खा खोर्सानीलाई पनि सुकाइदिएको यो मुरालाई चाहिँ काटेको रहेछ हामीले चाहिँ यो मुरालाई ल्याएर चाहिँ अब यहाँ चाहिँ ओ जिजी यसलाई चाहिँ पलिस गर्नेवाला छौँ यहाँ चाहिँ अस्ति हाम्रो पुरा घाँस उम्रेको थियो तर हामीले यहाँनिर चाहिँ गाईलाई राखिदिएर गाईले सबै सफा बनाइदिएको छ दिस इज माई काँक्राको बोट हो तर यसलाई चाहिँ मैले यसरी राखेको थिएँ हिजो चाहिँ यहाँ यो बस्ती भन्दैन रहेछ हौ बिचरा अप्ठ्यारो भयो होला तर यहाँ हेयर्स मुला तर त्यस्तो के होला छैन किराले खाइदिँदै रहेछ हेर्नु न यी सिरिस किरा सियो यी त खतम अब मैले फलाएको चाहिँ मुलाको साग गरेँ यति चाहिँ मैले यिनीहरू छ नि यो रोपेको छु तर के रोपेको म फेरि बिर्सिरहेको छु यहाँनिर छ पपायाहरू जस्तो लाग्यो अब उम्रेर अलिक ठुलो भएर मात्रै सक्नुहुन्छ तपाईँहरूले के भन्दाखेरि इस्कुसको मुन्टा दस वान इज धनियाँ पत्ता अनि यो चाहिँ मुलाको साग है कस्तो मुलाको साग भन्दा पनि कस्तो लाग्यो एउटा छ नि है त्यसरी त्यस्तो छ यो चाहिँ दिस इज अल ग्रोन इन आर सानो सानो बारीहरू डालिया फुलहरूको चाहिँ गति यस्तो भइरहेछ हो रोप्नु चाहिँ रोप्यो अब कुन त फुल्छ कि फुल्दैन आइ एम नट स्योर हेमबाईको गाईलाई चराउँदै गरेको यसरी गऱ्यो भने चाहिँ वरिपरि सफा पनि हुँदो रहेछ कति ठुलो जङ्गल छ यहाँदेखि उता म देखाउँछु है यो पर देख्दै गर्ने जग्गा चाहिँ कालिम्पोङ रहेछ बेलुका चाहिँ राम्रो देख्छ त्यहाँनिर चाहिँ क्लियर वेदरमा चाहिँ यो जिजिपिजी चाहिँ यसरी बस्छ है हाम्रो टेबल मुनि चाहिँ यसरी बस्छ तर यसले यति बेसी बदमास गर्छ है जिजी जिजी निदा जस्तो गरिदिन्छ एक्टिङ यस्तो छ यसको ओइ यहाँ यस्तो चाहिँ एक्टिङ हो जब यसलाई गाली गर्छ नि त्यति बेला यसले आँखा चिम गर्छ यस्तो बाठी छ यो जिजे यहाँ खाना खान जान आँटेको कि यो नक्कली चाहिँ आउँदैछ अब आइज हो यहाँ हेर्छ यसले जी जी आउँदैछ त्यहाँ बस कस्तो गुड गर्ल छ जाउँ खाना खानु जिजा आइज के पायो आज चाहिँ भन्दाखेरि हाम्रो यहाँ तल नेभो हुनुहुन्छ हाम्रो छिमेकी उहाँले ल्याइदिनु भएको के भन्छ आरू पिच है इन इङ्ग्लिस आई गेस दिस इज बस्तीमा बस्यो भने चाहिँ यसरी पाउँछ है हामीले बजारमा चाहिँ के हो सबै कुरा किन्नुपर्ने हुन्छ तर बस्तीमा बस्दा चाहिँ यसरी सबैले के हो एकअर्कासँग सेयर गरेर खाने यो बानी चाहिँ एकदम राम्रो हुन्छ हाम्रो बस्तीहरूको घर गाउँघरमा चाहिँ अब चाहिँ के छ भन्दाखेरि चाहिँ नि हामीले अब आज चाहिँ अब जिजीलाई नुहाइदिनु आँटेको छ होइन अन्त त्यहाँदेखि चाहिँ अब म आउँदैन नुहाइदिन्छ म त नुहाइदिँदिनँ हो
यो दैलो जस्तो यहाँछु ल अन्त म अब जिजीको लागि टावल लिएर आउनु भन्दैछ अनि म टावल लिन गएको के भन्नु तपाईँले फेरि मसिन अन गरेको छ कि छैन अरे अनै छ त हौ अब जाँदैछु जिजीकोमा तर घाम चाहिँ यस्तो डेन्जरस लागिरहेछ अघि गरेको रहेछ यो मान्छेले पुरा बिर्सिन्छ नि जिजी पिजी म बसिहालेँ औ जिजी हेलो जिजी मजा तर यसलाई चिलाएको त सन्चो हुन्छ होला है यहाँ उपियाँ यहाँ डम्मै हुन्छ अब हो यसलाई चाहिँ हामीले कस्तो उपियादेखि चाहिँ पुरा बचाउनु खोज्यो कि हानिहाल्छ बिस्तारै टाउकोमा सक्यो ल एकछिन ल अब नाकमा पस्यो चाहिँ And it's a sunny day क्या दामी दिन ला स्टप रेकर्डिङ पो भएछ हौ How you feeling? भेरी कोल्ड हुन्छ है नुहाइसकेर एकदम आउँदैन उहाँलाई चाहिँ यहाँ राख्नुभएको रुख अब यसको फल्ने बेलाहरू आउँदैछ अक्टोबरहरूसम्म त फल्नु थाल्छ आफ्नो रिसाउनु हुँदैन आउँदैन चाहिँ फेरि यो भिडियो देखेर नरिसाउनु कि मलाई कोही कोही बेला तिमीले कहाँ मराउँदा पुरा रिस उठ्छ काङ्गी लिनु जा अरे फेरि कुकुरको ग्रुमिङ गरेर मात्रै उनाउने अरे होइन त्यो चाहिँ ला लक गरेको छु क्या मैले त्यो पनि लक गरेको रहेछु यहाँनिर मलाई एक दुईजना मेरो त्यो के अरे होम टुर गर्दाखेरि चाहिँ क्या त एक दुईजना मान्छेहरूले चाहिँ अब मेरो के भन्छ वेलबिङ सोच्नेहरूले होला दैलो चाहिँ बन्द राख्नु भनेको थियो कि हुन त तर यहाँनिर त्यस्तो भनेको त्यस्तो नराम्रो त केही छैन चिल नाउ तर पनि त्यस्तो भनेकोले गर्दाखेरि चाहिँ मैले चाहिँ काङ्गे लक गरिरहेको रहेछु दैलो त्यसले गर्दाखेरि चाहिँ म लक गरेर राख्छु कि अन्त अब पछाडिबाट आउँदैन आफै नै जाँदैछ जिजीलाई कस्तो राम्रो देखिरहेको छ हेर्नुहोस् त जिजी 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 ओइ जिजी पिजी हेलो रिस उठिरहेको रहेछ साला मलाई यस्तो चिसो पानीमा नुहाइदिएर भन्दै रहेछ यहाँनिर चाहिँ अब आउँदैनको चाहिँ एकदम ग्रुमिङ चल्दैछ कुकुरको कपाल कोरिदिँदैछ त्यसको यस्तो बेसी झर्दैछ जिजीको केस चाहिँ कि अब चाहिँ अलमोस्ट 4:30 भइसकेको छ तर भए पनि हाम्रो यो जग्गामा चाहिँ घाम चाहिँ लामो बस्ने गर्छ है आशा छ तपाईँहरूले मेरो ब्लगलाई मन पराइदिनुहुन्छ होला भनेर अझै मलाई सपोर्ट गरिदिनुहुन्छ होला भनेर है अब त्यो इभिनिङको त खानापिना खाएको भाँडाकुँडा धुएको त के देखाउनु र त्यो त्यति मलाई देखाउनु जरुरी लागेन तर तपाईँहरूलाई चाहिँ अब म यो इभिनिङको हाम्रो यहाँबाट हाम्रो रुमबाट भ्यू चाहिँ यति राम्रो देख्छ है यसलाई नै तपाईँहरूले हेरेर मन पराइदिनुहोस् र यति भन्दै तपाईँहरूबाट बिदा लिँदैछु थ्याङ्क यू एन्ड गड ब्लेस यु अल